गुड मर्निङ नमस्ते साथीहरू, मेरो नाम हो सुरज तामाङ र हजुरहरू हेर्दै हुनुहुन्छ मेरो युट्युब च्यानल फलो द ड्रिम्स विथ सुरज। साथीहरू, हजुरहरूलाई थाहा नै भइसक्यो होला कि हामीहरू कहाँ जाँदैछौँ भनेर थम्बनेल हेरेर। यदि थाहा भएको छैन भने चाहिँ म भन्दै छु कि हामीहरू दोलखा जाँदैछौँ। साथीहरू, दोलखा चाहिँ किन जान लागेको भनेर त्यो चाहिँ म हजुरहरूलाई अर्को नेक्स्ट ब्लगमा भन्दैछु। अब कुनै कुराहरू चाहिँ सस्पेन्स पनि राख्नुपर्छ साथीहरू, सबै खुलाएर त मजा आएन नि, होइन र? हजुरहरूलाई त्यो पनि म अर्को हाम्रो नेक्स्ट ब्लगमा अवश्य पनि भन्नेछु कि हामीहरू दोलखा आउनेको मेन कारण के हो भनेर। र त्यतिन्जेलसम्म हजुरहरूले ब्लगको आनन्द लिनु होला, भ्यूको आनन्द लिनु होला र के कस्तो लाग्छ भनेर सल्लाह सुझाव पनि गर्नु होला साथीहरू। र साथीहरू, आजको मितिसम्म मलाई त आराम कुशलले छ, हजुरहरूलाई पनि आराम कुशलले होला भन्ने आशाको साथमा आजको न्यू डे न्यू ब्लगको सुरुवात गरिसकेको छु। भिडियोलाई अन्तिमसम्म हेरेर साथ सपोर्ट गरिदिनु होला साथीहरू। हामी जस्तो नयाँ जुन यस क्षेत्रमा केही गर्न चाहन्छन् उनीहरूको लागि यी चाहिँ हजुरहरूको मायाको एकदमै खाँचो हुन्छ। त्यही भएर आफ्नो मायामा चाहिँ कन्जुसाइ नगरिदिनु होला साथीहरू। हजुरहरू हेर्न सक्नुहुनेछ कि यतिखेर हामीहरू भुइँखेलमा आइसकेका छौँ। अब यहाँ यो देब्रे बाटो कति लाग्यो भने चाहिँ यहाँदेखि भकुन्डुबेसी नमबुद्ध हुँदै खुरकोटको बाटो हो भने यहाँदेखि चाहिँ हामी तलतिर के भन्छ जस खरिढुङ्गाको बाटो हुँदै जाँदैछ साथीहरू। यो बाटो चाहिँ 0 किलो हुँदै 5 खाल हुँदै दलङ घाटको बाटो हुँदै हामीहरू जाँदैछौँ। यो बाटो चाहिँ साथीहरू अहिले चाहिँ मैले हजुरहरूको लागि धेरै स्पेस त लिएँ, धेरै त के भनौँ साथीहरू लिँदै लिएन। किन भन्दाखेरि चाहिँ लास्टै धुलो उडिरहेको थियो है। नाम त धुली खेल, अनि त्यो धुली खेलमा धुलो खेल चाहिँ भएछ साथीहरू। ठाउँहरू चाहिँ लास्टै अब बाटो त कुनै ठाउँमा प्लिज कुनै ठाउँमा खस्ता थियो, ठिकै छ, तर बाटो बन्दैछ नि त, त्यही भएर पनि होला लास्टै धुलो सुलो भएर बाटो नदेखिनेसम्मको थियो। त्यही भएर चाहिँ मैले खिचेन। तर अहिले चाहिँ अब हजुरहरूको लागि त खिच्नु पऱ्यो। अब हामीहरू कनेक्ट हुने नि यही बाटो हो साथीहरू, होइन र? अनि साथीहरू, हजुरहरूलाई ब्लगहरू कस्तो लागिरहेको छ त्यो भनिदिनु होला, प्रतिक्रियाहरू जनाइदिनु होला, मनमा लागेको कुराहरू भनिदिनु होला। यदि हजुरहरूलाई केही शङ्काहरू या फिर केही पार्टहरू राम्रो लागेन भने त्यो पनि भनिदिनु होला, ताकि हामीले सुधार्नेको मौका पाऊँ। हजुरहरूले यदि कुनै नयाँ अर्कै पारा भन्नाले अर्कै अब के भन्नु न, त्यसलाई अर्कै खालको भिडियोहरू चाहनुहुन्छ भने त्यो पनि लेखिदिनु होला कि कस्तो खालको भिडियोहरू चाहनुहुन्छ भनेर। हामी त्यही अनुसारले बनाएर हजुरहरूको सामु प्रस्तुत गर्ने साथीहरू। यहाँ अब त सबै यस्तै छ साथीहरू। बाटोहरू हजुरले हेरिरहनु भएको छ, पुरै बाटो राउन्ड पुरै घुम्ती मात्र छ नि। हजुरहरूले म एकछिनपछि फेरि भेट्दैछु है साथीहरू। हजुरहरू हेर्न सक्नुहुनेछ कि बाटो कस्तो छ भनेर। यो बाटोहरू पुरा यस्तै हो। अब यस्तो ठुल्ठुलो गाडीहरू चलेपछि त कहाँदेखि बाटो राम्रो हुन्छ त? त्यही पनि एक त बनाइरहेको बाटो बन्दै गरेका यस्तै छ साथीहरू। बाटोहरूको कन्डिसनहरू भने होइन यस्तैमै आउने हो, हिँड्ने हो, खेल्ने हो, त्यही त नि साथीहरू। रमाउँदै नेपालको बाटो यति त हुनु पऱ्यो नि, होइन र साथीहरू? बल्ल कति साथीहरू अब अलिकति सानो पिच आएको छ। अब यो पिच कति लामो छ त्यो चाहिँ थाहा भएन। जति भए पनि यसको आनन्द त लिनु पऱ्यो कि कसो र साथीहरू? साउन्ड कस्तो आइरहेको छ त्यो पनि भनिदिनु होला है। अब हामीलाई पनि त्यति आइडिया त छैन यो विषयमा, र पनि आफूले जानेको जति त ट्राई त गरिरहेको छु बेस्टभन्दा बेस्ट साउन्ड सुनोस् भनेर।
र पनि अब के कस्तो आउँछ अब हेरौँ। अब राम्रो आएको छ भने पनि ठिकै छ होइन, नराम्रो आएको छ भने अनि कि कस्तो खालको आएको छ जस मिलाएर सुनिदिनु न है साथीहरू। अब यस्तै त हो नि, बाटोहरू त सबै हजुरहरूकै आँखा अगाडि छ जस्तो त्यस्तै मैले राखिदिएको छु। अब यस्तै बाटो छ। अब सायद हामीहरू यतिखेर केराघारीतिर आइपुगे कि साथीहरू। अगाडिको अब टिप्परले त्यही माथिदेखि धुलो त्यतिकै उड्याइरहेछ। खासमा त एक टिप्परलाई त अब बेलुका मात्र हिँड्नु अनुमति हो, खै दिउँसो कसरी हिँडिरहेछ मलाई पनि अचम्म लागिरहेछ। हाम्रो यो कानुनले पनि खै के गर्छ नेपालको कानुन दैवल कानुन भने जस्तै है साथीहरू। यस्तै छ। यिनीहरूलाई त खासमा भनौँ भने 10 बजे पछाडि मात्र हिँड्नु हराउनु पर्ने। यिनीहरू त यमराज हो नि त साथीहरू। हामी जस्तो बाइकर्सहरूको लागि, राइडर्सहरूको लागि त यिनीहरूले त कम त हेर्छ त हामीलाई। र कहिले र कतिले त खचाखिचिकी पारेर त्यत्तिकै अब भनौँ न अन रोड यिनीहरू हिँड्दा पनि कतिपय ड्राइभरहरूले त अब माफसको सेवन गरेर हिँडिरहेको हुन्छन्। अब त्यस्तोहरूको हातमा अब सोझो राइडरहरू पऱ्यो भने त उनीहरूले त काचाकिचिकी पारिदिन्छ साथीहरू। त्यो पनि टिप्परले यमराजको नाम छ लु आयो अर्को मेरो बाटो भनेर। धुली खेलमा अलिकति धुलो खान कम भएको थियो साथीहरू, अनि त्यही भएर बचेको खुचेको धुलो चाहिँ यहाँ हाम्रो पुरा हुँदैछ भन्नु पऱ्यो होइन त। साउन्ड चाहिँ कस्तो आएको छ साथीहरू त्यो चाहिँ भनिदिनु ल। राम्रो नराम्रो जस्तो आयो पनि लास्टै अति भइसक्यो यो। मलाई साउन्ड रुलाइसक्यो है। जति गर्दा पनि अब हुँदैन। अब खै के गर्नु त साथीहरू। अब कसैलाई यसो आइडिया छ भने कमेन्ट बक्समा आएर पनि भनिदिनु होला कि अब कसरी यो बडी जस्तो बाइकको साउन्ड भन्दा पनि हाम्रो भोइसहरू चाहिँ हजुरहरूसम्म चाहिँ कनेक्ट हुन सकोस्, त्यो अलिकति आइडियाहरू दिनु होला है। यदि माइकको कुनै समस्या हो भने होइन कुन माइक लिँदाखेरि बेस्ट हुन्छ त्यो पनि भनिदिनु होला। हुन त मैले पनि माइकले युज गरिरहेको छु, सायद मैले युज गरेको तरिका नमिलेको हो कि खै के हो होइन। तपाईँले हेर्नु होला। अब यदि राम्रो आएछ भने यसरी नै गरौँला नि है साथीहरू। अनि साथीहरूले कस्तो खालको भिडियोहरू मनपर्छ त्यो पनि भनिदिनु होला है। हेर्नुहोस् साथीहरू पुरै बाटोहरू यस्तै छ। उता पनि घर बनाउँदै हो कि होटल बनाउँदै हो, जस काम चाहिँ हुँदै रहेछ। हजुरहरूलाई कस्तो खालको भिडियो मनपर्छ होइन त्यो पनि भनिदिनु होला। हामीहरू त्यो सम्बन्धी पनि भिडियो अवश्य पनि बनाएर लिएर आउनेछौँ हजुरहरूलाई अब क्याम्पिङको, ट्राभलिङको होइन, ट्रेकिङको, अनि त्यसपछि केही अब भनौँ न मुकब्याङहरू कस्तो लाग्छ होइन त्यो पनि भनिदिनु होला। मैले विचार गरिरहेको छु मुकब्याङ लिएर आउने भनेर हजुरहरूको लागि भनेर सानो सिरिज। यदि त्यो सिरिज राम्ररी गएछ भने अनि त्यस्तो मुकब्याङहरू म फेरि हजुरहरूको सामु लिएर आउनेछु। अनि क्याम्पिङहरू हजुरहरूलाई कतिको रुचि लाग्छ होइन, कतिको मनपर्छ त्यो पनि भनिदिनु होला। मलाई त अति नै मनपर्छ साथीहरू क्याम्पिङ होइन। हाम्रो प्लानिङ पनि हुँदैछ, बिस्तारै हुँदैछ। अहिले नै तत्कालै चाहिँ हुँदैन, त्यसलाई अलिकति केही समय लाग्छ किनकि हरेक कुराहरूको मिलाउनु पर्छ होइन। अनि त्यही भएर चाहिँ अलिकति समय लाग्न सक्छ। अब जतिसुकै समय लागे तापनि हजुरहरूलाई अब राम्रोभन्दा राम्रो क्याम्पिङ दिनु कोसिस गर्नेछु म। मन परेमा हजुरहरूले सब्सक्राइब गर्न चाहिँ नबिर्सिदिनु होला, किनकि हामीहरू जस्तो नयाँ जुन भर्खरका कलिलाहरू छन् जो यस क्षेत्रमा केही गर्न रुचाउँछन्, चाहना राख्छन्, उनीहरूको मनोबल बढ्नेछ हजुरहरूको एउटा सब्सक्राइबले। त्यही भएर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला र सब्सक्राइबका साथसाथमा हजुरहरूले सेयर पनि गरिदिनु होला र धेरैभन्दा धेरै साथीहरू समूह पुर्याउनु होला जसमा यस्तो एडभेन्चर्स होइन, क्याम्पिङ, ट्रेकिङ, मुकब्याङ र मोटो ब्लगिङहरूमा इन्ट्रेस्टेड हुनुहुन्छ उहाँहरू समूह पुर्याउनु होला। उहाँहरूलाई पनि
प्रोत्साहन होस्। उहाँहरू पनि यदि यो फिल्डमा आउनु पाउनुहुन्छ वेलकम छ। हुन त म नयाँ छु, मैले के वेलकम गर्नु साथीहरू, मलाई चाहिँ अरूले वेलकम गर्नुपर्ने हो र मलाई पनि आइडियाहरू दिनुहोस्। यदि कुनै सिनियर मतलब ब्लगरहरू हुनुहुन्छ या फिर युट्युबरहरू हुनुहुन्छ भने प्लिज हामीलाई पनि सल्लाह सुझावहरू दिनु होला। के कस्ताहरू गर्दाखेरि चाहिँ अलिकति ग्रोथ हुन्छ होइन, कसरी अघि बढ्न सकिन्छ, जनतासँग कसरी कनेक्टिङ हुन सकिन्छ, केही आइडियाहरू दिनु होला। अनि ताकि हामी पनि त्यही बाटोले अघि बढ्न सकौँ र हजुरहरूसँग भएर बस्न सकोस्। हामीहरूको सम्बन्ध भनेको त छिनभरको होइन नि त साथीहरू, जुनीसम्म यहाँ बस्नु क्या यहाँ साथीहरू हजुरहरू हेर्न सक्नुहुन्छ कि आकाशमा त के भन्यो हामीभन्दा जस्तो माथितिर कस्तो हुस्सु लागिरहेको छ, चिसो भइरहेको छ। त्यहाँपछि हेर्नुहोस् त यतातिर अघि भर्खरै पानी परेको, त्यही भएर चाहिँ यहाँ हुस्सु लागिसक्यो। हुन त चिसो ठाउँ कुन चाहिँ हो? ए यो डबल अलि राम्रो खाले छ यो हैन? हजुर यो सिंगल हो, त्यो डबल सिङ्गलै चाहिन्छ। दुईटा कसरी हो यो? 450 को लानु यो पनि। यो पनि यो सेम यो पनि डबल या डबल उ त्यो यस्तो सर्ट प्यान्ट जस्तो खालको होइन यस्तो यसलाई चाहिँ कति हो? 450 को लानु त्यो 450 हो। यो अलि बाक्लो छ, यो चाहिँ देख्दा पातल तर नरम छ कि अलिक पानी चाहिँ छेक्नु पऱ्यो। यो चाहिँ त्यो हो, यो चाहिँ यो हजुर यही होला दिन न त, बाक्लो होला। भागलाई लगाउँ न, अलिक हावा पनि छेक्नुहोस् न। अनि हजुर अहिले हुन्छ कलरसँग त समस्या भएन। समात लानु साथीहरू हजुरहरू हेर्न सक्नुहुनेछ कि हामीहरू यतिखेर मुडी बजारदेखि प्रस्थान गर्न लागिरहेछ। पानी पनि परिरहेछ, घाम पनि लागिरहेछ, कति मजाले है साथीहरू। यसले अब के भन्नु, यसलाई हाम्रोतिर त स्यालको बे भन्छन्, अब हजुरहरूतिर चाहिँ के भन्छ कमेन्टमा भन्नु होला है त साथीहरू। ल अब यस्तै घाम पानी भए पनि अब गुडाउनु पऱ्यो। बस है छिरेन के अरे यो बिछाको तेरो यो ए भयो हो न ल यसले बाँध्नुपर्ने त्यसलाई यो प्लास्टिक जान्छ होला कुन यो पछाडि त्यो खै केले बाँध्ने त फेरि बन्द गरेर म बाँध्छु। बाँध्न लाग्छ बाँध्ने अरे अब खलखाल गरेर टाइम लाग्ने होला उतै बाँध्ने हुन्थ्यो बरु बस्ने ठाउँमै। साथीहरू दाइले प्लास्टिक बाँध्दै हुनुहुन्छ। अब हामीले गल्ती त हाम्रो पनि हो, हामीले अब ब्यागको कभरहरू केही लिएर आएन, त्यत्तिकै सिधै आइहाल्यो। पानी पनि पर्छ जस्तो पनि खासै लागेको थिएन, एक्कासी यता आउँदाखेरि पानी पनि परिहाल्यो। अब भित्र भएको लुगाहरू ब्याट्रीहरू गोप्रोको होइन सबै त सेफ्टी त गर्नु पऱ्यो। अनि त्यसको लागि भए पनि अब प्लास्टिक चाहिँ ल्याएर माथिदेखि बाँध्दैछौँ। अब एकछिनमा यो तलको बाटो चाहिँ साथीहरू हजुरहरू जानुभयो भने सिधै सैलुङमा पुग्नुहुन्छ। हजुरहरूले सैलुङ भन्ने त थाहा छँदैछ होला। कसैले सुन्दा सुन्ला भनेको
सुन्यो भने त चमत्कार होला नि अरे बोल्दो रहेछ खोजेर सुन्न भन्ने जस्तो गर्ने ल बोक बोल्न ठाङ गरेर अच्छा के गर्छ बोक्ने भने यो के हो? भएन ल है साथीहरू हामीहरू पनि प्रस्थान गरिसकेका छौँ हाम्रो गन्तव्यतिर यहाँदेखि चाहिँ अब यहाँसम्म चाहिँ साथीहरू अब सिन्धुपाल्चोकमै गरिन्थ्यो भने अब यहाँदेखि उता चाहिँ सबै गोर्खामा गरिन्छन् यो ठाउँहरू है अब हजुरहरूले हेर्न सक्नुहुनेछ कि सिन्धुपाल्चोक र गोर्खामा के चाहिँ डिफ्रेन्स छ खासै त केही डिफ्रेन्स छैन उयो लाग्छ मलाई चाहिँ एउटा गाजा खाजा पहाड हरियो होइन त्यस्तो त्यस्तै छ यो सुक्ने पानीले गर्नु गऱ्यो साथीहरू पानी पनि पर्दैछ होइन हिजो बनाइरहेको छ हामीलाई बाटो फेरि त्यस्तै छ साथीहरू थोरै अफरोड अनि त्यहाँदेखि पिच रोड फेरि थोरै अफरोड त्यहाँदेखि पिच रोड त्यसरी हुँदैछ माथिको भन्दा तलको सैलुङ जाने बाटो चाहिँ बागपतसम्मको चाहिँ अलिक राम्रो रहेछ साथीहरू यहाँ माथि चाहिँ हेर्नु ठाउँमा खाल्टो र अफरोडिङ अलिकति रहेछ कतितिर त्यति अस्ति अघि जाँदाखेरि त्यहाँ सुक्क घाम लागिरहेको हुन्छ अब के भन्ने त अब ल साथीहरू यो ठाउँलाई चाहिँ खरीढुङ्गा भनिन्छ है हाम्रो पहिलाको त के आजभोलिका पनि आउँछन् सुटिङ गर्नलाई पहिला तर मेन सुटिङ स्पटै हाम्रो यो त खरीढुङ्गाको गर्थे हाम्रो नेपाली फिल्म इन्डस्ट्रीमा राम्रो पनि छ हजुरहरू पनि आउनु सक्नुहुन्छ यो खरीढुङ्गामा घुम्न सक्नुहुन्छ होइन हाम्रो देशलाई हाम्रो ठाउँलाई त तपाईँले हामीले मिलेर नि त प्रमोट गर्ने हो नि होइन साथीहरू जसले आफ्नो ठाउँबाट जे जति सक्छ उसले त्यति प्रमोट गर्नु चाहिँ पर्छ है साथीहरू किनकि हाम्रो देशलाई चिनाउनु पऱ्यो नि त संसारको अगाडि हामी किन पछि हट्ने यति सुन्दर देश छ हाम्रो अरूभन्दा किन के कम छ र त्यही एउटा माथि समुद्र नभएको त हो नि मेरो साथीहरू अरू त सबै छ हामीसँग हरेक कुरामा हामी सस्तो मात्राले प्रकृतिले हामीलाई दिएका छ र पनि हामीले सदुपयोग गरिरहेको छैन यो हाम्रो दुर्भाग्य हो अब के गर्नु त अब चाहे पहिलादेखि भनौँ चाहे अहिलेदेखि भनौँ होइन अहिलेको नीतिसम्म आजको नीतिसम्ममा कुनै पनि गतिलो सरकारले होइन हाम्रो प्रकृतिलाई राम्ररी युटिलाइज गर्न सकिरहेको छैन यस्तै छ साथीहरू हेर्नुहोस् खरीढुङ्गा पुष्पाको गाडी पो रहेछ त साथीहरू त्यो त टुरी साथीहरू को खरीढुङ्गामा आउनु भएको छ उहाँहरूले पनि कमेन्ट बक्समा कमेन्ट गर्नु होला होइन कस्तो लाग्यो हाम्रो यो खरीढुङ्गा हजुरहरू आउनेहरूले पनि भनिदिनु राम्रो छ कि छैन भनेर मलाई त किन मनपर्छ साथीहरू हामीहरू जहिले पनि यो बाटो आउने बेला यहाँ चाहिँ केही समय चाहिँ 10-15 मिनटै भए पनि जति ढिलो भयो नि 5-10 मिनट भए पनि समय चाहिँ बिताएर चाहिँ जाने चाहिँ गर्छ होइन हजुरहरू पनि आउनु होला रमाइलो गर्नु होला तर फोहोर चाहिँ नगरिदिनु होला है साथीहरू किन भन्दाखेरि फोहोर चाहिँ गर्नु हुँदैन हामीले हाम्रो ठाउँलाई नै स्वच्छ राख्नुपर्छ हेर्नु साथीहरू पहिलाको कल कारखानाहरूको बिजोग कसरी छ हाम्रा सरकारहरू धेरै गतिलो भएर यस्तो भएको साथीहरू अब धेरै भनौँ भने अब मेरो कुरालाई अन्त्यतिर घुमाइदिन्छन् अब बुझ्नुले बुझिसकिसक्यो अब यस्तै हो र होप गरौँ अबको आउने सरकारले जनताको दुःख कष्ट बुझ्छन् र उसले
कल कारखानादेखि लगाएर हरेक कुरामा लगानी गरेर युवाहरूलाई रोजगारी र देशलाई चाहिँ उन्नतितर्फ लान्छन् भन्ने आशा गरौँ साथीहरू। त्यो बाहेक अरू त के नै चाहिँ गर्न सकिन्छ र यस्तै छ। खरिढुङ्गा यही हो। गानमा जिन्जी खरिढुङ्गा गानमा जिन्जी हुने सक्यो भन्नु पर्यो। त्यहीँतिर लोकेसन बनाएर बस्दैन त। उता कता जाने कतिवटा ठाउँ चाहिँ छोडेर हामी पनि यस्तै बेवकुफी जस्तो काम भयो साथीहरू। हामी खरिढुङ्गामा बस्ने भनेको कुराको फ्लक ठाउँमा नि यो त तलतिर झरिसकेछ थाहै पाएन। यो बाटोलाई चाहिँ अलिकति पिच गरेर जो गाडीहरू कुद्ने सम्मको बनाएको छ। यो चाहिँ खुसी लाग्यो। नत्र यहाँ हरि बिजोग थियो नि साथीहरू। अफरोड प्लास्टिक थियो। जाउँ न कतै त बस्नु पऱ्यो नि यार। हिँडेदेखि बुढाको छ कहीँ बसेको छैन। झन् कतै बसौँला भनेको हामी पनि मूर्ख महामूर्ख जस्तो भयो कि साथीहरू। एकचोटि हातमा एक्सिलेटर पाएपछि गुडेको छ साथीहरू। हजुरहरू हेर्न सक्नुहुनेछ कि यतिखेर हामीहरू हो एउटा राम्रो स्थानमा आएर बसिरहेका छौँ जहाँ सानो झरनाका साथमा राम्रो सानो ब्रिज पनि नै छ। उतापट्टि हजुरहरू हेर्न सक्नुहुनेछ कि त्यता चाहिँ ब्रिज छन् भने यतातिर चाहिँ बाटो छ। यहाँदेखि चाहिँ अघि हामीहरू खरिढुङ्गाको बाटो आएको हो भने चाहिँ यो बाटो चाहिँ हामीहरू सिधै चरिकोट हुँदै अब गाउँतर्फ लाग्छौँ भने हामी चाहिँ यहाँ अहिले एकछिन सर्ट ब्रेक लिएको छ। सर्ट ब्रेकमा बसेँ हेर खाजाहरू यसो लिन लागेको साथीहरू। अब एकछिनमा हामी खाजाहरू खाएर हामीहरू जानेछौँ आफ्नो गन्तव्यतर्फ है साथीहरू। नाममा चाहिँ अब यही खाएर चाहिँ हामीहरू अगाडि बढ्नेछौँ। अब के कस्तो लाग्छ हजुरहरूलाई पनि भन्ने नै छ हामीहरू। आइज यहाँ बस्न। ल साथीहरू यो ठाउँ चाहिँ यही हो मेन ठाउँ चरिकोट भनेर त्यहीँ लेखेको छ चरिकोट दोलखा भनेर। र यो मन्दिर हाम्रो नेपालको फ्ल्याग हेर्न सक्नुहुनेछ। र यसले चाहिँ सातो बाटो भनिन्छ। यहाँदेखि गयो भने हजुरहरू दोलखा मन्दिर पुगिन्छ भने यहाँदेखि चाहिँ हामी नयाँ पुल यानि कि मालिखोला साइडतिर लाग्छ तामाकोसीतिर। अब यहाँदेखि चाहिँ हामी चाहिँ हाम्रो गाउँतर्फ लागिरहेछ साथीहरू। र त्यस्तै छ बाटोहरू हजुरहरूले देखिहाल्नु भयो होला आजको ब्लगमा के कस्तो लाग्यो बाटोहरू होइन कमेन्ट गर्न सक्नुहुनेछ। राम्रो लागेमा लाइक सेयर सब्सक्राइबको कमेन्ट पनि गरिदिनु होला र माया देखाइदिनु होला। हाम्रो यस ब्लगलाई हजुरहरूको मायाको धेरै खाँचो भइरहेछ। माया देखाउनुमा चाहिँ कन्फ्युजन नगरिदिनु भयो है साथीहरू। ल हेर्नुहोस् हजुरहरूले बाटो त हेरिहाल्नु भयो। यस्तै चाहिँ यस्तै छ। हेर्नु सक्नुहुन्छ बिमेश्वर नगरपालिकामा भ्रमण गर्नुभएकोमा धन्यवाद। यो चाहिँ तामाकोसीको सानो पसल फलफुलहरू या केही किन्नु पऱ्यो भने यहाँदेखि जानु सकिन्छ। यहाँदेखि चाहिँ गयो भने चाहिँ साथीहरू
मालु खोला र जिरी गइन्छ यो पुलको बाटो भने अब हामी चाहिँ यो कच्ची बाटोदेखि चाहिँ हाम्रो गाउँतर्फ हाम्रो डेस्टिनेसनतर्फ लागिरहेका छौँ जहाँ चाहिँ हामीलाई हाम्रो आफन्तहरूले पुगेर साथीहरू हजुरहरू हेर्न सक्नुहुन्छ कि यतिखेर सिमसिमे पानीले हामीलाई सताइरहेका छन् अब लुथुर्के गरे पनि भिजाउँदैनन् र सुक्न पनि दिँदैनन् अब माया गरेको भनौँ कि खै के गरेको भनौँ या अनि त्यही माथिदेखि यस्ता राम्रा राम्रा बाटोहरूले हामीलाई स्वागत गरिरहेका छन् अब हेर्नुहोस् बाटोको स्थिति कस्तो छ भनेर हजुरहरूकै आँखा अगाडि मैले जस्ताको त्यस्तै प्रस्तुत गरिदिएको छु अब हजुरहरू नै अनुमान गर्न सक्नुहुनेछ कि यतिको बाटोलाई अब कस्तो बाटो भन्ने भनेर होइन त साथीहरू सिमसिमे पानीले गर्नु गरे साथीहरू तर यो पनि एउटा मेमोरी हो साथीहरू सम्झना आउँछ हामी बुढेसकालमा हामीहरू यो मेमोरीलाई हेर्दै ओहो कुनै समयमा हामीहरू पनि यसरी हिँड्थ्यो है भन्नलाई भयो नि त होइन त साथीहरू त्यही भएर चाहिँ म हजुरहरूलाई पनि भन्छु कि हजुरहरूले पनि जहाँ पनि ट्राभल गर्नुहुन्छ भने नि सानोभन्दा सानो क्लिपहरू भए पनि सेभ गरेर राख्नुहोस् अनि हजुरहरू पनि एउटा सोसियल मिडियामा हाल्नुहोस् ताकि हजुरहरूले पनि पछि गएर आफ्नो बुढेसकालमा त्यहाँदेखि हेर्न सकोस् किनकि अब मोबाइलमा या फिर अरू केही ल्यापटपहरूमा राखिने त्यो डिलिट हुनसक्छ नि त अब सोसियल मिडियामा हालेपछि त त्यो त लाइफ टाइमसम्म कहिले पनि डिलिट हुँदैन नि बरु मान्छे सकिन सक्छ तर त्यो त डिलिट हुँदैन त्यो त सधैँभरि नै बसिराख्छ त्यही भएर चाहिँ हामीले पछि गएर पनि हेर्न सकिन्छ नि त अनि हामीले उमेरमा यसरी हिँड्थ्यो यो ठाउँ यो गल्ली यो सरी घुमेको थियो भनेर एउटा मिठो सम्झना पनि हुन्छ त्यही भएर चाहिँ साथीहरू हजुरहरूले पनि अवश्य पनि त्यस्तो गर्नु होला अब यस्तै छ बाटोहरू अब नेपालको बाटो हो अब नेपालको बाटो योभन्दा त बढी हामीले के चाहिँ चिताउनु होइन र साथीहरू कहाँ राख्ने यहीँ हो के इन्जिन हेर्छु दिनुहुन्छ साथीहरू मलाई ल आऊ 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 भन्दै म त्यही अनुसारले अघि बढ्दै जाने हो ल त साथीहरू अब हिँडौँ साथीहरू बाटोघाटो भनेको चाहिँ होइन नेपालको बाटो यति त हुनु परिहाल्यो नि नत्र कहाँ नेपाली भएको त अनि मजा आएन नि होइन र साथीहरू अब सानो मिठो एउटा पिच रोड आएको छ अब त्यो पिच रोड चाहिँ अब कहाँसम्मको छ पिच त्यो पनि हामीले भन्न सकिँदैन अब कस्तो छ त्यो पिच होइन अब एकछिनमा थाहा भइहाल्छ उतादेखि दाइ आउँदै हुनुहुन्छ सल्लाहको रुख रहेछ साथीहरू यतातिर झर्दैन होला हो छोड्दै अलिक यो ठाउँ छ योभन्दा खतरनाक ल अब
एउटा सानो पिचबाट आयो यो पिचले अब कतिसम्मको पिच छ हेरौँ साथीहरू पुल छ यहाँ अस्ति म एकचोटि आएर म आउने बेला पुल थिएन होइन बनाउँदै थियो है त्यतिखेर त्यो पुलबाट जानु मिल्छ दामी छ हो हुन त अस्ति भर्खर बनाएको पुल त राम्रो हुनु पऱ्यो नि यही होइन ग्याङ खोला भन्ने ल साथीहरू हामीहरू यतिखेर ग्याङ खोलामा आइसकेको छ लम्बाइ 20 मिटरको रहेछ ग्याङ खोलाको कहाँ छ खतरनाक ए अब त छैन होइन र त्यस्तो खतरनाक बाटो छैन होइन कहाँ छ खतरनाक छ हो र मेरो गाउँघरमा यसरी काम हुन्छ साथीहरू बाटोको काम साथीहरू हेर्नुहोस् गाउँघरको बाटो भनेको यस्तै हुन्छ बिस्तारै बिस्तारै जाने हो बिस्तारै बिस्तारै आउने हो गाउँघरमा बाटोहरूको चाहिँ कुरो भनौँ भने अब उनीहरूले के गर्यो भने थाहा भएन यस ठिकै छ अब के भन्नु यस्तो यस्तो बाटोको लागि नै साथीहरू हामीले यो प्यान्थरलाई लिएको हो ताकि हामीहरू राम्रो भन्दा राम्रो ठाउँमा जान सकोस् भनेर नत्र त प्यान्थर भएन भने त हरि बिजोग हुन्थ्यो नि साथीहरू अब प्यान्थर चाहिँ को हो भनेर हजुरहरूको मनमा जिज्ञासा लागेर होला है साथीहरू प्यान्थर चाहिँ हाम्रो यसको नाम चाहिँ प्यान्थर भनेर हामीले नामकरण गरिदिएको छ त्यो सायद मैले योभन्दा अगाडिको ब्लगमा पनि भनिसकेको छु यदि हजुरहरूलाई हेर्नु मन लागेमा हजुरहरू योभन्दा अगाडि ब्लगहरूमा गएर हेर्न सक्नुहुनेछ त्यो मैले हाम्रो आमा याङ्रीको ब्लगमा भनेको थियो होला जुन हाम्रो आमा याङ्रीको ब्लगमा अहिले सक्सेस भएको छ साथीहरू एक दिन त्यसलाई पनि सक्सेसफुल्ली गर्नुपर्ने भइरहेको छ र अवश्य पनि हामी गर्नेछौँ फेरि एकचोटि एटेम्प गर्नेछ र त्यो एटेम्प चाहिँ यस्तो हुनु पऱ्यो कि हामी सक्सेसफुल भएर मात्रै फर्किने कि साथीहरू त्यतिखेर त हरिबिजोग भएको थियो नि साथीहरू पानी परेर उल्कै पानी परेर है कहाँ के उधर उधर बाटो यो हो खराब बाटो हो यस्तै छ साथीहरू जाने कि नजाने जाने कि नजाने सिधै एकछिन बसेर फर्किने हो एकछिन बसेर फर्किने हो साँच्ची जाने हो साँच्ची जाने हो बाइक राख्ने ठाउँ छ कि छैन बाइक छेड्छ त्यो चिप्लेलाई नि लगिदिउँ साथीहरू हामीहरू चाहिँ हाम्रो दिदीको घरमा आइपुगेको छौँ अब नि भोलिको त्यसकोमा छौँ जहाँको बाटो देख्दैन त अर्ली त यहाँदेखि फेरि माथि जाने होइन आइज त गानमा सबजना यहीँ पो रहेछ त त्यसको उति भएको बुढा पनि यहीँ पो रहेछ आसिङसिङ भयो कि ऊ त्यो खै हेर्ने जाउँ न त हो विश्वकर्मा चाहिँ प्रभु चाहिँ
आइज साथीहरू हामीहरू हाम्रो गन्तव्यतिर आइसकेका छौँ। अब केही मिनट मात्रै 2-3 मिनट मात्रै हो, त्यसपछि त हाम्रो गन्तव्यमा पुगिसक्छौँ। र भोलिको ब्लगमा हजुरहरूलाई अवश्य पनि भन्नेछु कि हामीहरू किन र के को लागि आएको हो भनेर। अब यस्तै छ जिन्दगीमा रमाइलो दुःख कष्ट होइन। अब ठिकै छ, जे जस्तो भए पनि हामीहरू मिलेर काट्नुपर्छ। त्यस्तै हो साथीहरू। हजुरहरू भ्यूको आनन्द दिनु होला, पछि हामी कुरा कानीहरू गर्दै गरौँला है त साथीहरू। कहाँ हो बाटो खासमा राम्रो हो यो त अगाडिसम्म हो। मलाई यो बाटो सब कन्फर्म छ। यहाँदेखि चाहिँ अफ्रोड के अरे सोलिङवाला बाटो। उकालो छ यार। साथीहरू हजुरहरू यो अगाडि पुगिरहेको बाइक किन हेर्नुभएको छ नि, त्यो चाहिँ हाम्रो ज्वाइँको हो। ज्वाइँले बाइक कुदाइरहनु भएको थियो र पछि हामीले बाटो देखाइरहेको भनौँ न एक किसिमले। साथीहरू हामीहरू चाहिँ यतिखेर बुद्ध चोकमा आइसकेका छौँ। बुद्ध चोकको नाममा एउटा बुद्धको सानो मूर्ति मात्रै राखिदिएका छन्। यस्ता छन् हाम्रो अगाडिका यताका जनताहरू।